नमस्कार, हामी कृषि विकास निर्देशनालय विराटनगरद्वारा सञ्चालित प्रादेशिक कृषि रेडियो कार्यक्रमबाट बोलिरहेका छौं। यो कार्यक्रम FM 98, 100 र 103 मेगाहर्ज, अनलाइन रेडियो नेपाल धनकुटाको फेसबुक पेज र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार नेपाली, दोस्रो आइतबार राई बान्तवा, तेस्रो आइतबार लिम्बू र चौथो आइतबार थारू भाषामा प्रसारण हुनेछ। यस कार्यक्रममा हामी कोशी प्रदेशमा कृषि क्षेत्रको विकासका लागि भएका गतिविधिहरू, कृषि तथा पशु सेवा उन्नत प्रविधि, अन्तर्वार्ता, कृषि क्षेत्रसँग सम्बन्धित रेडियो रिपोर्ट र मौसम सम्बन्धी जानकारी प्रस्तुत गर्ने गर्दछौं। पछिल्लो समयमा वैदेशिक रोजगारमा युवाहरूको आकर्षण बढ़िरहेको भए पनि कतिपय मानिसहरू वैदेशिक रोजगारबाट सोचे जस्तो आमदानी गर्न नसकेपछि स्वदेश नै फर्किएर कृषि कार्य गर्न थालेका छन्। त्यस्ता उदाहरणीय व्यक्तिहरू मध्ये एक हुन् किशोर भण्डारी। उहाँले विदेशबाट फर्किएपछि स्वास्थ्यका लागि बहुउपयोगी फल ड्रागन खेती गर्न थाल्नु भएको छ। यसै सम्बन्धमा तयार पारिएको रेडियो रिपोर्ट प्रस्तुत गर्दैछौं। रिपोर्टका साथ सहकर्मी सुखकला राई। धनकुटा नगरपालिका वडा नम्बर 9 छिमसुवाका एक युवा हुन् किशोर भण्डारी, जसले ड्रागन फलको बिरुवा रोपेको वर्ष दिन नबित्दै राम्रो आमदानी लिन थालेका थिए। आर्थिक रूपले सबल बन्न 4 वर्ष विदेश बस्दा पनि सोचे जस्तो कमाई नभएपछि स्वदेश फर्किएर जीविकोपार्जनका लागि ठेक्का पट्टामा लागेका भण्डारीले मोबाइल चलाउने क्रममा युट्युबमा 81 देख्छन् ड्रागन फल खेती सम्बन्धी भिडियो। यसरी युट्युबमा भिडियो हेरेकै भरमा विश्वस्त भई ड्रागन फल खेती गर्ने निर्णयमा पुगेको बताउनुहुन्छ कालिका कृषि तथा पशुपन्छी फर्मका सञ्चालक किशोर भण्डारी। एसएलसी दिइसकेपछि पढ्न छोडियो। छोडिसकेपछि म विदेश गएर 4 साल जति बसेँ। अब धेरै दुःख विदेशमा, अनि फेरि कमाई पनि भएन। हेर्नुहोस्, म फर्केँ 4 वर्षपछि। फर्किसके पछाडि ठेकापट्टातिर अब यसो गरियो। मोबाइल हेर्दै जाँदाखेरि युट्युबतिर ड्रागन फल यो चाहिँ अलि मूल्य पनि राम्रो, अनि सबै कुरो त त्यही युट्युबबाटै नै जाने। अनि बालुवा नि माटो मल पानी पुग्यो भने चाहिँ त्यस्तोमा राम्रो फैलिन्छ भन्ने थाहा पाएपछि अनि बिरुवाको खोजी गरेँ। पत्रीदेखि मुनि केचाना उहाँबाट 300 रुपियाँ गोटाले ल्याएँ। त्यो चाहिँ सी भेराइटी जातको थियो। त्यो चाहिँ राम्रो, धेरै लट फल्ने। मैले यो ड्रागन फ्रुटको खेती चाहिँ 80 सालबाट लाएँ। 300 पोलमा 1200 बिरुवा लगाएको थिएँ। 81 सालदेखि फल्न थाल्यो। अहिले 2 वर्ष भयो फलेको, राम्रै भयो। बाहिर ठेकापट्टा गर्न जाँदाखेरि अब सबैले आँप हुर्कायो होइन, आँपै आँप छ त्यो हाम्रो एरियामा। अब मेरो बाँझो भएपछि अब आँपको मूल्य त्यहाँ कति छ भन्दा 25-30 रुपियाँ केजी। ड्रागनको मूल्य त 500 मा त अब बेचे नै मैले। भनिसकेपछि यो चाहिँ ठिक छ भनेर अनि मैले ड्रागन चुज गरेँ। ड्रागन फलको उत्पत्ति दक्षिण अफ्रिकाको मेक्सिकोमा भएको मानिन्छ। ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको फल हो। दक्षिण पूर्वी एसियाका देशहरू थाइल्याण्ड, भियतनाम, फिलिपिन्स हुँदै वर्षौंपछि नेपालमा पनि व्यावसायिक रूपमा ड्रागन फलको खेती हुन थालेको हो। तमर नदीको गडतिरमै रहेको धनकुटाको बेलाहारा स्थित छिमसुवामा 10.5 लाख रुपियाँको लगानीबाट शुरू गरेको ड्रागन फल खेतीले 12 महिनामै आमदानी दिन थालेपछि भने उहाँ दङ्ग पर्नु भएको छ। पुनः सञ्चालक किशोर भण्डारी। मेरो यो 300 पिलर बनाएर 1200 बिरुवा लाउँदा मलजल गरेर फलाउन जेलसम्म टायर लाउनु पर्छ, पिलर रड ज्यामी भए यी सबै कुरा गर्दाखेरि 10.5 लाख जति खर्च भएको थियो सुरुमा। म पहिला बाहिर अब काम गर्ने मान्छे, अनि एकैचोटि गएर त्यो बालुवामा पिलर उठाउँदाखेरि चाहिँ त्यहाँ देख्ने आफन्तहरूले, अरू वरपरकाले, आफ्नै घर परिवारकाले पनि यो पागल भएछ, अब सकिएछ पनि भने मान्छेले। तर पछि त 1 वर्ष पुग्दा नपुग्दै त्यो परिणाम त उनीहरूले झलक्कै देख्दाखेरि दङ खाए। फेरि रोपेको ट्याक्कै 11 महिनादेखि फुलो, 1 वर्षदेखि त फल्यो नै, अनि अर्को वर्षदेखि त राम्रै फल्यो। मेरैमा फल्यो 15 लट जति। सुक्खा पानी सिँचाइ छैन त्यहाँ हाम्रो। मैले चाहिँ आफ्नै तौर तरिकाले माथिदेखि 10 वटा पोल लगेर हार गुहार गरेर बिजुली लगेर तम्मरको पानी मोटरमा पम्पिङ गरेर तानेर अनि दुःखले नै बिरुवा सारे। पहिलो वर्षमा उत्पादन कम भए पनि पहिलोचोटि टिपेको फल धनकुटा बजारसम्म पुर्याएर बिक्री गर्दाको क्षण कहिले बिर्सी नसक्नु भएको बताउँदै आउँदो दिनमा खेतीलाई अझै विस्तार गर्ने सोच रहेको बताउनुहुन्छ।
पहिलोचोटि टिप्दाखेरि 50 केजी भयो। गाडीमा हालेर धनकुटा ल्याएँ। शर्मिला होटल भन्ने छ त्यहाँ 50 केजी ल्याएको 25,500 रुपियाँ केजी। मैले भाउ पनि केही गरिनँ। म त कति खुसी नि। अब मैले त्यो दिन केही पनि खाइनँ। हेर्नु न तपाईको पैसै बोकेर आएको जस्तो भयो नि त त्यो त। त्यो चाहिँ म कहिले बिर्सिन्न। अब चाहिँ म विस्तार गर्छु, धेरै लाउँछु भने अलिक कष्ट बढी लाग्छ यसको। अनि अहिले मैले फेरि 500 पोल थपेर अहिले मैले 800 पोल बनाएको छु। साउन निस्किसकेर पनि अहिले मैले कृषि ज्ञान केन्द्रले मलाई 2 लाख रुपियाँ पनि दिएको थियो अनुदान बापत। फेरि अहिले 6 लाखको बिरुवा ल्याएर 500 पोलमा फेरि रोपेको छु भनेपछि मलाई त्यसले धेरै ठुलो साथ गरेछ। अहिलेसम्म मैले 9 रोपनीमा लाइसकेँ। अब 28 रोपनीमा मेरो लाउने ठाउँ छ कि त्यही प्लट। अब यसलाई थपेर 2000 पोल चाहिँ बनाउने। समुद्री सतहदेखि 1500 मिटरसम्म उचाइ भएको जमिन, प्रशस्त घाम लाग्ने, पानी नजम्ने, बलौटेदेखि डोमत माटोमा समेत यसको खेती सजिलै गर्न सकिन्छ। यो फलमा 12 प्रकारका मिनरल्स तथा भिटामिन पाइन्छ। पछिल्लो समय ड्रागन फलको माग बढ्दै गएकोले अहिले व्यापारीहरू बगैँचामा नै खरिद गर्न आउने गरेकाले बजारको लागि कुनै चिन्ता नभएको बताउनुहुन्छ फर्मका सञ्चालक पुनः किशोर भण्डारी। गर्मीमा हुने पानी जम्ने ठाउँ हुनु भएन, बालुवाने माटो हुनु पर्यो, चिसो हल्का भइराखे राम्रो। यो त औषधि नै जस्तो रहेछ कि पेटको लागि त अति राम्रो। ग्यास्ट्रिक यस्तो कुरा हुनेछन् किनभने मैले त आफै फलाएर आफै खाएँ नि। काम गर्दाखेरि जिउ दुख्छ नि त, त्यस्तो पनि नहुने। अनि पेट पनि एकदम सफा, एकदम राम्रो हुने कि। अब हिउँदामा भनेको अब यो चिसो सिजन यति बेलासम्म यो पुष माघसम्म चाहिँ चिसो भइरहन्छ। अनि फागुन चैत बैशाख जेठ 15 दिनमा पानी दिए पुग्छ। मल चाहिँ चाहिन्छ। अब यो 15-16 लट फल्छ भनेपछि त यसलाई त खाद्य तत्त्व पनि त चाहियो नि त। अब यसले त त्यही मल पानी त्यही भएर नफल्ने हो। अब मल चाहिँ पुष माघमा एकचोटि दिने, फुल्न सुरु भएपछि एकचोटि दिने, वर्षमा मैले 4 चोटि दिने। कलर चाहिँ कस्तो हुने, एउटा पाक्दा बाहिर पहेँलो भित्र सेतो हुने, एउटा बाहिर रातो हुने भित्र पनि रातै हुने, एउटा पाक्दाखेरि रातो हुने भित्र सेतो हुने, एउटा चाहिँ पाक्दाखेरि रातो हुने भित्र चाहिँ त्यो मिक्स भएको जस्तो कि। 4वटा देखेँ। तर सबैभन्दा फल्ने जात चाहिँ सी भेराइटी नै रहेछ, रातो मिठो पनि। अहिले त कहीँ लानै पर्दैन, व्यापारीहरू अहिले त त्यही बारीबाटै। तर बेच्नको लागि मैले अहिलेसम्म त्यो 1 केजी कहीँ बोकेर हिँडेको छुइनँ। अब गाउँघरतिरकाले पनि 2-4 किलो त्यहीँ आएर उठाउने। अलि धेरै छ भनेदेखि बाहिरको व्यापारीले, मार्केटमा समस्या छैन। ड्रागनको बिरुवा रोपेको वर्ष दिन भित्रमै फल दिन सुरु गर्दछ। बिरुवामा खास गरी पिना, हड्डीको धुलो र गोबरको मल प्रयोग गर्ने गरेका सञ्चालक भण्डारीले हालसम्म कुनै पनि तालिम नपाए पनि फर्ममा समस्या नआएको बताउनुहुन्छ। अनि मलजलका कुरामा चाहिँ पिना, हड्डीको धुलो अनि यो कम्पोस्ट गाईबस्तुको एकदम पचेको मल लाउन भन्दा 15 दिन 1 महिना अगाडि टक्कै मिलाएर घोलेर 15 दिन 1 महिना जति छोपिदिने। त्यो चाहिँ झन् मजाले एकदम पाकेर बुकबुक हुन्छ। बुकबुक भइसकेपछि अब एउटा बोटलाई 4 किलो जति वरिपरि हालिदिने। अनि हालिदिएपछि त्यो अति राम्रो, किरा पनि लाग्दैन, औषधि पनि गर्नु पर्दैन, विषादी पनि छिट्नु पर्दैन। अनि दुःख दिने भनेको अहिले पछि आएर चराले पाकेपछि। अरू नभए समस्या छैन। तालिम लिएको छैन मैले। त्यो जरुरत पर्यो भने मोबाइल खोल्ने, टाइप गर्ने, हेरेपछि ती भनिदिइहाल्छ, सहजै छ। यो फल औषधिको गुणले युक्त मानिन्छ। ड्रागन फलबाट उच्च स्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ। बहुगुण भएको ड्रागन फल लगायतका कृषि पेशामा संलग्न कृषकहरूको राम्रो मूल्याङ्कन गरी सरकारी अनुदान रकम सही व्यक्तिलाई प्रदान गर्दै मल, बिउ र सिंचाईको राम्रो व्यवस्था हुन सकेमा अवसरको खोजीमा विदेशिने युवाहरूले पनि स्वदेशमा नै रहेर केही गर्न सक्ने बताउनुहुन्छ पुनः सञ्चालक किशोर भण्डारी। हामी कृषिमा परनिर्भर हुने मान्छे भनेर भन्दै गर्दाखेरि अब कृषिलाई चाहिँ बजेट पनि छैन। अब जुनसुकै सरकार आए पनि कृषितिर न बजेट हालिदिन्छ न ध्यान दिन्छ। जसले कृषि गर्छ, जस्तै भैँसी पाल्छ, गाई पाल्छ, कृषि गर्छ, त्यसलाई चाहिँ अनुदान भन्नेको कुरो केही थाहा छैन। अब जो चाहिँ पार्टी पंक्ति अनि ठुला नेताहरूका पछौटीहरू चाहिँ अब त्यस्ताले चाहिँ अब अनुदान पाएका छन्। नाम नभनौं, हाम्रै गाउँमा हरियो झिङ्गो र मौरी नचिन्नेले मौरीको अनुदान पायो। जसले कुखुराको चल्लो पालेको छैन त्यसलाई बोको अनुदान दिने। सरकारले नीति नियम बनाएर कृषकलाई उर्वरा भूमि कहाँ छ त्यसलाई मल, बिउ, बिजन,
सिँचाइको व्यवस्था गरिदियोस् र सरकारले छुट्याएको अनुदान सही किसानकामा पुगोस्, जो जागरुक छ जो गर्छ त्यस्ताकामा पुगोस्, अनि मल बिउ सिँचाइको राम्रो व्यवस्था गरिदियोस्। अब यहीँ उब्जानी भएको यहीँ उब्जिएको चिजहरू यहीँ खपत गर्न पर्यो, त्यति गरिदियो भने त यी विदेश पलायन हुने युवाहरू पनि त आफै गर्ने थिए। विदेश चाहिँ खाडीमा बेल्चा हान्न जाने भनेको त यिनै कृषि काम गर्नेहरू हुन् नि त। तिनीहरूलाई चाहिँ राम्रो सेवा सुविधा दियो भने त यहीँ गर्छ, सरकारले त्यति गरिदियो हुन्थ्यो भन्ने लाग्छ मलाई। देशका युवाहरू वैदेशिक रोजगारको लागि विदेशिने क्रम बढ़िरहेको अवस्थामा किशोर भण्डारी जस्ता जागरुक युवाहरू विदेशबाट फर्किएर कृषिमा सफलता प्राप्त गरिरहेका छन्। तर सरकारले प्रदान गर्ने कतिपय अनुदान वास्तविक किसानसम्म नपुगेको उनीहरूको गुनासो पनि रहेको छ। तथापि पछिल्लो समय कोशी प्रदेशमा व्यावसायिक खेती गर्नेहरूको संख्या भने बढ्दै गएको तथ्याङ्कहरूले देखाएको छ। हाल प्रदेशका विभिन्न जिल्लाका 186 हेक्टर क्षेत्रफलमा ड्रागन फलको खेती भइरहेको छ भने 110 हेक्टरबाट उत्पादन समेत भइरहेको छ। यसरी कम लगानीमा मनग्य आमदानी लिन सकिने ड्रागन फलको बगानको व्यवस्थापनमा ध्यान दिन सके रोग किराको रोकथाम गर्न सकिने बताउनुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा। यो ड्रागन पहिले चाहिँ अलिकति शौकको रूपमा प्रयोग गरेर लगाउने चलन थियो भने अहिले आएर चाहिँ व्यावसायिक रूपमा लगाउन थालेको छ। रोग किरा यसको समस्या छ। म अस्ति पनि भर्खरै हाम्रो यो धनकुटा नगरपालिका 9 बेलाराको फिल्डमै गएर नि हेरेँ। उहाँकोमा राम्रो उत्पादन पनि भएको रहेछ र ठाउँ ठाउँमा चाहिँ जुन बोर्ड नै कुहुन थालेको छ। बगान अलिकति सरसफाइ पनि राख्नुपर्छ र पुराना रोग किरा लागेको हाँगा चाहिँ काटेर फालेर त्यसमा चाहिँ अलिकति व्यवस्थित तरिकाले विषादीहरू प्रयोग गर्यो भने त्यसलाई कन्ट्रोल गर्न सकिन्छ। तर हाम्रो किसानहरूले के छ भने व्यवसाय रूपमा त भन्नुहुन्छ, लाउनुहुन्छ, फल पनि लिनुहुन्छ, तर त्यसलाई बगैँचा व्यवस्थापनमा चाहिँ अलिकति ध्यान नदिएको हो कि जस्तो लाग्छ। र हाम्रो यो धनकुटा नगरपालिकाको एकजना किशोर भण्डारीको कुरो छ। उहाँ चाहिँ हाम्रो व्यावसायिक फलफुल बगैँचा स्थापना सहयोग कार्यक्रम आर्थिक वर्ष 81-82 कार्यक्रममा थियो। त्यसमा प्रदेश सरकारले 2 लाख दिन्थ्यो र त्यो माथि उहाँहरूले 25% आफूले बेहोरेर उहाँहरूले कम्तीमा 2,75,000 जतिको उहाँहरूले काम गर्नुभएको छ र एकदम राम्रो काम पनि भएको छ। किसानहरूले राम्ररी काम नगरी पैसा खायो भन्ने हल्ला छ, त्यसमा चाहिँ म विश्वास गर्दिनँ। किनभने हाम्रो प्राविधिकहरू गएर काम पुरा नभएसम्म चाहिँ हामीले किसानले पाउने पैसा हामीले दिएको छैन र उसको काम सम्पन्न भइसकेर स्थानीय तहले भुक्तानीको लागि सिफारिस दिएपछि मात्रै हामीले भुक्तानी दिने गरेका छौँ। व्यावसायिक लाउनको लागि चाहिँ किसानहरूले आर्थिक वर्ष 80-81 सालसम्म चाहिँ अनुदानको कार्यक्रम थियो र अहिले काटिएको छ। अब हाम्रो नेपालमा करिब 60% भन्दा माथि किसान हुनुहुन्छ हैन, कृषिमा आधारित किसान हुनुहुन्छ। तर हाम्रो नेपाल सरकार अथवा प्रदेश सरकारको कार्यक्रम भनेको सीमित मात्रै हुन्छ। किसान धेरै हुनुहुन्छ र दिन इच्छा हुँदा हुँदै पनि उहाँहरू किसानहरू छुट्नु भएको छ। त्यसको लागि चाहिँ अब हामी मात्रै नभएर सरकार पनि छ त्यसको जिम्मेवारी। सरकारले जति दियो हामीले त्यही अनुसारले गर्नुपर्ने भएको हुनाले त्यस्तो भएको हो। किसानहरूले दुःख मनाउन स्वाभाविक। विगत 2 वर्षदेखि अनुदानका कार्यक्रम नरहे पनि प्रदेश सरकारले विशेष गरी युवाहरूलाई लक्षित गरी कृषिमा कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ। यसरी अवसरको खोजीमा विदेश गएर दुःख गर्नुभन्दा ब्याज अनुदान लिएर इच्छा अनुसारको साना तथा ठूला व्यवसाय गर्न सकिने बताउनुहुन्छ पुनः कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा। अहिले प्रदेश सरकारबाट करिब 2 वर्ष हुन लाग्यो कृषि कर्जामा ब्याज अनुदान भनेर चाहिँ अहिले आएको छ। हामीले यहाँ 2 चोटि त गोष्ठी नै गराइसक्यौँ किसानहरूलाई र स्थानीय तहको मेयर उपमेयर साहबहरूलाई पनि बोलायौँ, तर उहाँहरू धेरैजना आउनु भएन। उहाँहरूले चाहिँ अलिकति आफ्नो पालिकामा पनि त्यो खालको कार्यक्रम राख्नु भएदेखि त्यहाँको किसानलाई राम्रो हुन्थ्यो, सपोर्ट हुन्थ्यो। अहिले धेरै खालको कार्यक्रम छ, मौरी पालन छ, बङ्गुर पालन छ, रेशम जस्तै किम्बु खेती सम्बन्धी छ। उहाँहरूले गाडी किन्छु भन्दा नि पाउनुहुन्छ, तर काम सकेपछि मात्रै पाउनुहुन्छ। र हाम्रो धनकुटा जिल्लाको लागि चाहिँ 19वटा ब्याङ्कले सम्झौता गरेको छ। योजना बनाउँदाखेरि 10 लाख 20 लाख करोडसम्मको बनाउँदा नि हुन्छ। अब जस्तै अब 3 वर्ष र 5 वर्ष 2 खालको कार्यक्रम छ। जस्तै कुनै 3 वर्षमा उत्पादन दिन थाल्छ, त्यसको लागि 3 वर्षसम्म मात्र सरकारले ब्याज अनुदान दिन्छ। जस्तै फलफुलहरूको लागि चाहिँ 5 वर्ष समय लाग्न सक्छ, 5 वर्षसम्मको लागि ब्याज अनुदान दिन्छ। क वर्गको ब्याङ्कबाट उहाँले लोन लिनु भने लोन लिने प्रक्रिया चाहिँ पहिले आफ्नो जग्गा तयारी हुनु पर्यो र उहाँले ब्याङ्कसँग समन्वय गर्नु पर्यो। अनि ब्याङ्कले कृषि ज्ञान केन्द्रलाई लेख्छ, अनि त्यो क्षेत्रमा हामी गएर हेर्छौँ
त्यो क्षेत्र उपयुक्त छ कि छैन र त्यसको रिपोर्टिङ हामीले फेरि ब्याङ्कलाई पनि दिन्छौँ। त्यो ब्याङ्कले अनि त्यही अनुसार लोन प्रवाह गर्छ। गरिसकेपछि अब कुन ब्याङ्कबाट लिने हो भन्ने कुरो छ। क वर्गको ब्याङ्कबाट लिनुभयो भने जति लगानी लिनुहुन्छ त्यसको 6% चाहिँ त्यसको ब्याज चाहिँ सरकारले तिर्दिन्छ। स्थानीय स्तरमा सहकारी ब्याङ्क अरू जे जति प्राइभेट ब्याङ्कहरू छ त्यहाँबाट लोन लिनुभयो भने 7% ब्याज तिर्दिन्छ, अरू बाँकी आफूले तिर्नु पर्यो। र अहिले गाउँको किसानहरू पनि प्रायः जसो अब सबै बजार पस्नु भएको छ, आफ्नो जग्गा सबै खेर गइराखेको छ। त्यसमा विदेश जानुभन्दा उहाँहरूलाई पनि अब ठुलो व्यवसाय जस्तै सुन्तला बगान हुन्छ कि अलैँची हुन्छ कि जे लाउँछ उहाँहरूको त्यो जग्गा हेरेर त्यो ठाउँमा हुन सक्ने खालको बाली चाहिँ अलिक व्यावसायिक रूपमा लगाउनु भने सरकारले ब्याज अनुदान दिने कार्य छ। र अहिलेसम्म हामीसँग धेरैजना सोध्न आउनुभयो तर सिफारिस चाहिँ 2 जनाले मात्रै लानु भएको छ। पछिल्लो समयमा व्यावसायिक खेतीको रूपमा फस्टाउँदै गरेको ड्रागन फलको खेतीलाई सरकारले समेत प्राथमिकतामा राखेको छ। थोरै लगानीमा छिट्टै आमदानी गर्न सकिने र अन्य फलमा जस्तो रोग किराको प्रकोप पनि नभएको ड्रागन फलको व्यावसायिक रूपमा उत्पादन गर्न सके कृषक किशोर भण्डारीको सफलतालाई आफ्नो बनाउन सकिन्थ्यो कि? कृषि क्षेत्रसँग सम्बन्धित रेडियो रिपोर्टपछि अब सुनौ कोशी प्रदेशको आगामी 3 दिनको मौसम सम्बन्धी जानकारीका साथ टीएल राई। आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा धेरै बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ। भोलि र पर्सि दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा धेरै बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ भने राति देशभर मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा आजको कार्यक्रम सुनिसकेपछि प्रतिक्रिया दिनु परेमा हाम्रो ठेगाना हो प्रादेशिक कृषि रेडियो कार्यक्रम कृषि विकास निर्देशनालय विराटनगर र रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र कोशी प्रदेश धनकुटा। फोन नम्बर 026522387 र इमेल ठेगाना रहेको छ rnedkt@gmail.com। हवस् त आजलाई प्रादेशिक कृषि रेडियो कार्यक्रम यति नै। आजको कार्यक्रमबाट प्राविधिक मित्र विशाल श्रेष्ठ सहित म दुर्गा निरौला बिदा हुन्छु। नमस्कार।